जीवन कहिल्यै सिधा बाटोमा हिँड्दैन। कहिले उकालो आउँछ, कहिले ओह्रालो। कहिले हामी हाँस्छौँ त कहिले आफ्नै सपना बोकेर एक्लै हिँडिरहेका हुन्छौँ। तर यात्राको सबैभन्दा सुन्दर कुरा के हो भने हरेक पाइलासँगै हामी केही नयाँ सिकिरहेका हुन्छौँ। नयाँ ठाउँ, नयाँ मान्छे, नयाँ अनुभव र सायद आफैलाई अझ नजिकबाट चिन्दै गइरहेका हुन्छौँ। आजको यो यात्रा केवल एउटा गन्तव्यसम्म पुग्ने यात्रा होइन, यो आफूभित्रको कथा खोज्ने यात्रा हो। तपाईहरू पनि यो यात्रामा मेरो साथमा रहनुहोस्। अब सुरु गरौँ अर्को सुन्दर अध्याय। सबैजनालाई फेरि पनि नमस्ते। हामी फेरि पनि आइसकेका छौँ है। आजको यात्रा चाहिँ हाम्रो रहेको छ उफ्रिनी। अब यहाँबाट कति लाग्छ केही थाहा छैन, त्यो पनि हामी जाँदैछौँ। त्यहाँसम्मको लागि हामीलाई फलो गर्नुहोला, हेर्दै जानुहोला। हामीसँग आइसक्नुहुन्छ हाम्रो प्यारो भान्जी स्वागत छ। कस्तो लागेको छ आज हाइकिङ जाँदा? अस्तिको हाइकिङ सिजन चाहिँ कस्तो लाग्यो? अस्तिको हाइकिङ छुट्याउँदा चाहिँ कस्तो लाग्यो तिमीलाई भन त? तर हामीले तिमीलाई सम्झिन नि हो त? आज रमाइलो ल।
मलाई हेपेर यति परेछ आज हामी चाहिँ दुईजना अब उक्रेनीसम्मको यात्रा अब यहाँबाट सुरु सो अब चाहिँ हाम्रो यात्रा चाहिँ सुरु भइरहेछ अब चाहिँ टिकट अनि हाम्रो भनौँ न ब्याग चेकिङदेखि लिएर राष्ट्रिय निकुञ्ज जाँदाखेरि यस्तो सबै चेक गर्नुहुन्छ नि त यहाँ सरहरूले त्यही भएर अब सबै थोकहरू चेक भइसकेर अब हामी हाम्रो डेस्टिनी जाँदैछौँ अब डेस्टिनी चाहिँ उक्रेनी भनेको अब हेरौँ कहाँसम्म पुगिन्छ कसैले 1.5 घन्टा कसैले 3 घन्टा कसैले 2 घन्टा यस्तो भनिदिनुहुन्छ सो पुग्ने चाहिँ हामी उक्रेनी नै ट्राई गर्नेछौँ तर कहाँसम्म पुगेर फेरि फर्किन्छ त्यो थाहा छैन तर ट्राई चाहिँ हाम्रो कोसिस चाहिँ जारी रहनेछ र पछाडि भाइ बहिनी भान्जीहरू बहिनीहरू त छैन त साँच्ची मिसेसलाई पनि बहिनी भन्दा त है कस्तो हुन्छ होला यता चाहिँ भन्छ कस्तो भइरहेछ कस्तो फिल भइरहेछ रमाइलो पुगिन्छ त हामी होला नि अझ पुग्नु छ कि छैन हामीलाई अहिलेसम्मको चाहिँ बाटो यस्तै रहेको छ हाम्रो एकदमै बाटो अहिलेसम्म चाहिँ यतिको बाटोलाई चाहिँ नराम्रो भन्न मिल्दैन यतिको बाटो ठिकै हो तर यो बाटो धेरै माथिसम्म त छैन कतिसम्म थियो अब यो बाटो यस्तो बाटो हाम्रो मूल खर्क सब थाकेको हो थाकेको रोजन यतिमै थाकेको पुग्नु धेरै छ त अझै जिजी हो ए होइन अरे नि तर फेरि सोधेको 3 घन्टा होइन अरे पुग्नु मात्र रे वाटरफलसम्म चाहिँ 2 घन्टा अनि गाउँसम्म चाहिँ 3 घन्टा उक्रेनीको तिम्रो लागि बुहारी खोज्न एकदमै हाम्रो भाइ सिङ्गल रहेकोले अलिकति भनौँ न म जेठा दाइ भएकोले गर्दाखेरि प्रेसर रहेको छ त्यही भएर यता रोजन होइन एकदम मलाई प्रेसर छ माथिबाट केटी खोज्दै भन्दा मलाई प्रेसर दिनुभएको छ क्या त्यही भएर उक्रेनी गाउँ जाउँ त्यो खोलाको ठुलो आवाजले गर्दाखेरि मेरो आवाज त्यति नसुनिन सक्छ तैपनि म यसो बोल्दैछु हाम्रो यता चाहिँ श्री शैलेम सिंहेश्वर महादेव मन्दिर प्रवेशद्वार जाने बाटो चाहिँ यहाँबाट रहेको छ र हामी चाहिँ
यता जाँदैछौँ। यो चाहिँ हाम्रो कुन यो झर्ना हो? यहाँ त बुढी किन्नै पर्यो त। हुनु त आज हाम्रो दाइ दाइलाई यो भरेको चर्चा के याद छ छैन तपाईँलाई? धेरै कुराहरू याद के याद छ त्यो कुरालाई फेरि तलबाट खुसी आउँछ। यो तपाईँहरूले अहिले गोरु अनुहार देख्नुभएको होला होइन? एकचोटि बिस्तारै यहाँ हामी यता देखाइदिन्छ। कालो छोरा हेर्तीको केटा हो, हेर्तीको कालो केटाहरू चोकतिर आऊ छिटो। एक दिन तपाईँभन्दा गोरु भएर सम्झिने पानी चम्किने। यहाँ त जताभावी पर फालिदिनु होला। फालिदिनु sayonara kochi 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 sayonara माइतीको झोलालाई के छ भान्जी रमाइलो भइरहेछ? आमै माइत हिँड्नु भएको? ए साह्रै गर्नु भयो होला नि आमै। ए आमै आमै मेरो आमाको हेर बिजक। हामी सैनिक इलाकामा आइसकेका छौँ। सैनिक इलाका सो फेरि पनि हामीले अर्को ठाउँमा चेक गरिसकेका छौँ। दुई ठाउँमा चेक हुन्छ यहाँ चाहिँ। अनि मेन गरी चाहिँ माछाहरू चाहिँ ल्याउनु पाउँदैन राष्ट्रिय निकुञ्जमा। सो त्यही भएर हजुरहरूले पनि आउँदाखेरि चाहिँ यो सुन्दरी जलमासतिर अथवा भनौँ न कुनै पनि राष्ट्रिय निकुञ्ज जाँदाखेरि चाहिँ हजुरहरूले मासु केही नलगी जानु होला।
के भन्नु यस्तो गरेर यो बाटो छानेर आएको यी त नि होइन यो पक्रियो भने छैन है यो बाटो मामा कहाँ यही बस्ने उठ्ने हो यही बाटो भिडियोमा यही बाटो तपाईँ त ल्याउनु पाउनुहुँदैछ लागिरहेको हजुरहरूले सुन्नुभयो गफ पछाडि के सुन्नुभयो गफ हजुरहरूले भन्नुहोस् त हजुरले के सुन्नुभयो भने नि उसले भनेको मैले अर्को पनि ल्याउँदा हुन्छ अरे अर्को ल्याउनु मिल्छ अरे होइन यता भाइले नि सहमत मानिसकेको छ सहमति दिइसकेको छ रोजन भाइ के छ विचार वाउ यो भन्नुको मतलब यो पोजिटिभ हो क्या एकदमै घर नउठाएको खोल्नु जान्छ बाइक थाहा छैन तर पनि अब गुगलको आधारमा हामी यतै लागिरहेको छौँ हेरौँ अब lot of time. अब 5 मिनटको भिडियो बनाउन सक्नु मान्नु हुँदैन पैसा नष्ट हुन्छ त्योहरू कस्तो छ अनि हिँड्नेहरूको अगाडिबाट यस्तो नि झाप्प केही पछाडिबाट चाहिँ एङ्गल यो के भइरहेछ जनता जान्न चाहन्छ के भइरहेको यो किन यति साह्रो सुन्दरता यति साह्रो राम्रो डाँडा यति साह्रो के फिल भयो भाइ आकाश कालो तल म कालो
के हालेको पानी बहिनीले अघि किन बोलाएको रोजन र दाइले बोलाएर दाइलाई बोलाएको दाइले नसुनेर जस्तो गरे ओ रोजन भाइ यो मान्छेले सुनेको रहेछ नि अघि बोलाएको गोली गर्नु होला बाटोको कहाँ गयो यो त होइन क्या त यार मलाई त्यस्तै लाग्छ हाम्रो डेस्टिनीमा अहिले पानीले डिस्टर्ब गरिरहेछ हामीलाई यो पानी किन पर्यो होला ठिकै छ परि त हाल्यो तर मिल्दा बुझ्दैन मेरो कुरा मैले अमर आजै किन त्यहाँ मेरो नाम दिले भएर यहाँ त टिका लाग्नु जस्तो भयो होला हो यो पल्ट रक मान्छे बोलिन्छ क्या परेर बिजोक बाटो बन्द निन्द्रा लागो सुत लो कहाँ बोल्दिनँ र बोल्छु कसरी मिल लो निन्द्रा लागिरहेछ अहिले त्यही त त्यही त बोल्दिनँ अनि बोल्दिन्छु कसरी मिल्छ लास्टमा मिल्नु पर्यो लास्टमा अगाडि बोल्छु अहिले निन्द्रा लागिरहेछ बोल्दिनँ भरे बसेको मेरो दाइलाई कोनी फसाको पानी परेर ऊ होइन होला यु चाहिँ हुन्छ तिम्रो नाम होइन त किन यस्तो यस्तो गरेको उसले उसको गर्लफ्रेन्डको नामहरू कति कटाउँदैछ यहाँ अघिदेखि भुक एकचोटि किसन यहाँ भुक त भुक न एकचोटि ईबाट त्यही अब नाम पकाउन एकछिन सोच्नु थियो न अब कुन चाहिँ गर्लफ्रेन्डको नाम भनौँ चिप्लिन्छ अघिदेखि त विदेशी पनि छोडेन यार इमिली
क्यामेरा के भयो होला त के भन्छ टीबाट हान्छ 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 किन त्यही त त्यही भन अर्को कलमको नाम भनिहाल्यो थिएँ हामी खासमा आउन खोजेको ठाउँ पनि यही हो तर पानी परेकोले गर्दाखेरि हाम्रो केही साथीहरू चाहिँ माथि नै हुनुहुन्छ अनि हामी मात्र 102जना मात्र अहिले चाहिँ ठाउँ हेरेको अनि खासमा हाम्रो प्लान चाहिँ के थियो भने पोखरी जाने पोखरीबाट गएर आएर चाहिँ यहाँ बसेर टक्कसँगले भ्यू हेर्दै खाँदै गर्ने हाम्रो प्लान थियो तर के अब मौसम भरे हुँदैन झट्टै पानी पर्यो हाम्रो प्लान सबै चौपट त्यही भएर अब हामी यहाँदेखि चाहिँ अब हामी लाग्छौँ हामीले अहिले हाम्रो खाजा पनि गरिसकेका छौँ यहाँ खाजा खाने बेला चाहिँ हामीलाई बाँदरले धेरै डिस्टर्ब गर्यो बाँदरले तर्साएको त्यति मजाले खान पाएन अब चाहिँ अब हामी हाम्रो बाटो लाग्दैछौँ हामी फर्किँदैछौँ गरे हामीलाई खानै दिएन मजाले अब चाहिँ हाम्रो फाइनल्ली हाम्रो आजको यात्रा सकिसकेको छ अब म र मुना चाहिँ
स्कुटीमा जान्छौँ अनि हाम्रो टोलीहरू चाहिँ बसमा आउनुहुन्छ यस सरहरू। हजुरहरूलाई धेरै 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 धन्यवाद हाम्रो भिडियो अहिलेसम्म हजुरहरूले हेरिदिनु भएकोमा। अनि हाम्रो यात्रा चाहिँ त्यस्तो गाह्रो थिएन आजको पनि, एकदमै राम्रो अनि सहजै थियो भनौँ न। उकालो ओह्रालो त्यस्तो थिएन, ब्यालेन्सै थियो। उफ्रेनी त्यस्तो साह्रो हाइट चाहिँ रहेन रहेछ, हजुरहरू पनि जान सक्नुहुन्छ। सो या आजको हाम्रो दिन पनि एकदमै रमाइलोसँगले नै कट्यो। बिचमा पानी पनि पर्यो, पानीले पनि हामीलाई डिस्टर्ब गर्यो, तर हामीले त्यो पानी परेको बेलामा पनि हामीले इन्जोय गऱ्यौँ। हजुरहरूले पक्कै पनि भिडियोमा देख्नुभयो होला। या अब हामी अर्को नयाँ भ्लग लिएर आउनेछौँ। त्यतिन्जेलसम्म हजुरहरू पनि एकदमै स्वस्थ रहनुहोस्, व्यस्त रहनुहोस् है। सो अनि भिडियोलाई सेयर, लाइक, कमेन्ट अनि सब्सक्राइब, च्यानललाई सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला। थ्याङ्क यू।